हेलो गुड मर्निङ नमस्ते सेवा साथीहरू। वेलकम टु माई मिनी ब्लग किचमी सुषमा राई। अनि आज चाहिँ दसैँको दोस्रो दिन। अनि तपाईँहरूको दसैँ कसरी बित्यो साथीहरू? हाम्रो चाहिँ दसैँ यसरी नै बित्दैछ है साथीहरू। अनि मम्मीले चाहिँ मलाई बिहानै रक्सी बनाउनुपर्छ है छोरी भन्नुहुँदै थियो। अनि मैले चाहिँ ब्लग चाहिँ भर्खर भर्खर स्टार्ट गरेको साथीहरू। अनि आजको ब्लग चाहिँ मैले रक्सी बनाएको भिडियोको ब्लग बनाएको छु है साथीहरू। अनि यो अहिलेको मौसम त कस्तो के पानी परेकै छ हाम्रोतिर त। अनि तपाईँहरूकोतिर पनि परिरहेको होला, नेपालभरि परिरहेको छ होइन यो सालको चाड दसैँ त कति पानीमा जाने भयो होइन साथीहरू। अनि मैले चाहिँ सबै दाउराहरू भिजिरहेको छ नि त पानी परेर। अनि जबरजस्ती आगो फुकेको आँसु झार्दै झार्दै यता अनि यसो गर्दै उसो गर्दै अनि बल्लले रक्सी बसाइसकेँ। रक्सी बसाउनु पनि कति धेरै टाइम लाग्ने क्या साथीहरू, यसो गर्दा उसो गर्दा होइन। अनि त्यसपछि बोजूहरू पनि आउनुभएको थियो। अनि बोजूहरूसँग एकछिन गफ गरेँ होइन रक्सी बसाइसकेर। अनि मम्मीले के खाना बनाउनु पर्छ है त्यहीँ बाहिर नै बस भन्नुभयो। अनि मैले चाहिँ खाना बनाउनुको लागि ल भनेर अनि खाना बसाउनुको लागि कोइलाहरू झिकेँ साथीहरू। अनि कोइलाहरू झिक्दा झिक्दै फेरि आगो मरिहाल्यो। अनि फेरि अनि यता खाना बसाएँ, आगो फुकेँ, अनि खाना बसाइसकेर अनि फेरि उता पनि गरेँ। अनि पानी पनि तातिँदै थियो यता पनि रक्सीको पनि। अनि पानी पनि हेरेँ उता पनि झिकेँ। अनि त्यसपछि खाना पनि उम्लियो। अनि खाना पनि उम्लिएपछि अनि यता पनि हेरेँ उता पनि हेरेँ पानी लगाएँ साथीहरू होइन। अनि मैले चाहिँ रक्सीमा चाहिँ जम्मा 10 पानी लगाउनुपर्छ भन्नुहुँदै थियो मम्मीले। अनि मैले पनि 10 पानी लगाएँ। त्यसपछि अनि चाउचाउ पनि बनाउनु भन्नुभएको थियो। अनि चाउचाउ पनि बनाएँ, खाना पनि पाकिसक्यो साथीहरू। चाउचाउ पनि बनाएँ, रक्सी पनि उतार्ने बेला भइसक्यो साथीहरू। अनि उतारेँ होइन साथीहरू। अनि रक्सी नि राम्रै आएको थियो साथीहरू आज। अनि त्यसपछि खोले बसाएँ। अनि आजको मिनी ब्लग सकियो साथीहरू। अब अर्को ब्लगमा भेटाउनुपर्छ। बाई बाई साथीहरू।